पछाडि अब त्यो पे आउट भयो होइन त्यस पछाडि के भयो त भन्दाखेरि त्यस पछाडि फेरि यो के हुँदैछ त 1 आवरमा हेर त 1 आवरमा डाइरेक्सन यो अब यो त की लेभल भयो होइन अब यो उम्, त की लेभल भयो नि उम्, अब यो की लेभल अनि फेरि यो आयो अब यहाँनिरबाट रियाक्ट गऱ्यो अनि त्यस पछाडि यो क्यान्डल चाहिँ के भयो त अब यो डाइरेक्सन क्यान्डल विदाउट टच बन्नु खोजिरहेछ क्या अब फेरि उम्। अब यहाँ तर M30मा हेर्दा चाहिँ के भयो त भन्दाखेरि M30मा चाहिँ यो चाहिँ अलरेडी फेरि डाइरेक्सन क्यान्डल भइसकेको छ क्या विथ टच हो कि होइन टच अलिक वरतिर भएको रहेछ होइन त्यसको छेउमा यो चाहिँ विथ यसले चाहिँ टच गर्यो ए यो होइन दुइटाले टच गरेको छ नि त त्योभन्दा चाहिँ लेफ्टमा त्यो दुइटा भन्दा अलिक एउटा होइन लेफ्ट यो त यो होइन मुनितिर राइटपट्टि यो अझै अब एक स्टेप यो 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 विदाउट टच भयो नि यहाँ यो चाहिँ के भयो विदाउट टच गरेँ यहाँ यो अँ यो कसरी विदाउट टच हो यो त अनि यो डिरेक्सन बुलिस डिरेक्सन भएको यो के अरे बियरिस डिरेक्सन भएर अनि बियरिस क्यान्डलले नछोएको हुँदैन र यो के लेभल यो त कस्तो अरे तिम्रो बुझाइ के अरे यो विदाउट र विदाउट टचको कुरा गर्दाखेरि यो के लेभल हो कि होइन के लेभल हो के यो लेभल की हो लेभल हो यो के की लेभल लेभल हो माथिको लेभल भएको छ अनि त्यहाँ यो की छेउैको लेभल हो होइन अनि यो अर्को रेड त्यहाँदेखि छेउमै रेड क्यान्डल छ भनौँ न त रेड क्यान्डल यो त विदाउट टच होइन यो त यो रेड यसले विदाउट टच यो गरेन भन्नु मिल्दैन होइन 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 विदाउट टच हुँदाखेरि चाहिँ विदाउट टच हुँदाखेरि चाहिँ ए तिमीले यसमा कन्फ्युज भएछौ यो चाहिँ विदाउट टच हो क्या विदाउट टचमा चाहिँ यो जुन अपोजिट डिरेक्सनको क्यान्डल छ नि त्यसले टच गर्छ तर जुन बियरिस क्यान्डल छ भने चाहिँ बियरिस क्यान्डलले चाहिँ टच गर्दैन क्या जुन अर्को रियाक्ट गर्छ होइन अर्को क्यान्डल चाहिँ अगाडिको क्यान्डल जुन अब जस्तै यसमा त बियरी बुलिस क्यान्डल भयो नि त यो होइन यो मानिलिउँ यो की लेभल हो यो की लेभल हो होइन अँ, यो की लेभल हो हामीलाई चाहिँ डाइरेक्सन क्यान्डल यो बियरिस की लेभल भएपछि अब डाइरेक्सन क्यान्डल त बियरिसै हुनु पऱ्यो नि त अँ, तर बियरिस क्यान्डल आफैले चाहिँ टच गर्दैन तर बुलिस क्यान्डलले चाहिँ टच गरेर यसरी ब्याक रियाक्ट गर्छ क्या ब्याक भन्नाले यसरी टच गर्छ अनि रियाक्ट गर्छ क्या तर यहाँ त अब अनि यो क्यान्डल चाहिँ यो रेड क्यान्डल चाहिँ डाइरेक्सन क्यान्डल हुन्छ क्या यो चाहिँ अब डाइरेक्सन क्यान्डल विदाउट टच भयो क्या विदाउट टच भन्नुको मतलब यो डाइरेक्सन क्यान्डल आफैले चाहिँ टच गर्दैन तर त्यसको अगाडिको जुन बुलिस क्यान्डल छ नि उम्, त्यो अगाडिको क्यान्डलले चाहिँ टच गर्छ त्यसको बाई प्रोडक्ट चाहिँ यो निस्क्यो क्या अब रियाक्ट गरेर अब यहाँ त त्यस्तो केही भएको छैन नि त यहाँ छैन यहाँ अगाडि हो अगाडि यहाँ अगाडि पुलिस भएको भए अनि पुलिसले नछोए पनि पुलिसले यदि छोएन भने रेखा नछुँदा पनि हुन्छ क्यान्डल यदि यो त अगाडि केस त मैले बुझिसकेँ होइन त सुरुमा अगाडि यहाँ अब यो के लेभल भएपछि यहाँ यो भन्नु अहिलेको केसमा चाहिँ यो किनभने यो ए लेभल भएको कारणले ए लेभलमा छ त्यही कारणले अब यहाँ मेन भन्दा पनि डिरेक्सन क्यान्डल बियरिस छ बियरिस भएको कारणले अब यो बियरिस डिरेक्सन क्यान्डल आउनु बित्तिकै त्यस लगत्तै उयो बुलिस क्यान्डल आउनुपर्छ होइन अनि बल्ल अनि बल्ल यो रेड क्यान्डल आएपछि बल्ल उयो डिटर्माइन गर्न मिल्छ भनेर भने यदि यही केसमा चाहिँ त्यो जुन बुलिस अब यो पछाडि के लेभल बनेपछि बुलिस क्यान्डल बनिन्छ नि बुलिस क्यान्डलकोले छोएन भने चाहिँ के हुन्छ जान्छ मैले कुरै बुझिनँ के भने फेरि भन त ल यो M30 हो होइन अँ अब के अरे म को हेर्छु ल यहाँ कोरान यहाँ यहाँ यो पछाडि है यो क्यान्डल पछाडिको नेक्स्ट क्यान्डल भनौँ न यहाँ पछाडिको यहाँ नेक्स्ट क्यान्डल यो नेक्स्ट क्यान्डल चाहिँ यहाँ कुन छ भन्दा ग्रिन थियो होइन ग्रिन भएपछि त ग्रिन भएको ग्रिन थियो अनि ग्रिनले यहाँ छोयो भने चाहिँ यो विदाउट टच हुन्छ होइन त मेरोमा त कोरिएकै आएको छैन यार भन्नुहोस् कोरिएकै छैन यार मेरोमा त अनि कसरी गर्दा कोरिन्थ्यो त्यहाँभित्र अघि मेरोमा त कोरिन्थ्यो अहिले नकोरिँदो रहेछ यो तिम्रो जुन एकछिन है कसरी तिम्रोमा फेरि कोरिएको छैन तिम्रो उसमा त तिम्रोमा चाहिँ कोरिएछ मेरोमा कोरिएको छैन तिम्रोमा कोरिएछ मेरोमा कोरिएको छैन एकछिन है
तिमीले भन्नु खोजेको चाहिँ के हो भन त मैले सोध्नु खोजेको चाहिँ यो यो की लेभल छ नि की लेभल छ की लेभलको M30 यो की लेभल यसको डिरेक्सन भनेको बेयरिस छ बियरिस छ ओ बियरिस छ ओ अब यसलाई अघि मैले विदाउट टच बनाउनुको लागि चाहिँ विदाउट टच बनाउनुको सन्दर्भमा चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि यो की लेभलकै उतापट्टि चाहिँ अब ग्रिन क्यान्डल बन्यो ग्रिनकोले विकले मात्रै माथि छोयो अनि चाहिँ बनेको चाहिँ विदाउट टच हुँदैन यो अनि चाहिँ हुन्थ्यो तर अब यहाँनिर केही पनि छैन अब यो मात्र छ यो चाहिँ डाइरेक्सन क्यान्डल भएन क्या अब ल त्यो त्यो चाहिँ सेम केसमा एउटा अर्को सोचेर तान्छ त्यसै केसमा त जुन ग्रिन क्यान्डल बनेको छ नि यसमा यो अब होइन अझै यतै अघिकै सेम क्वेसन की लेभलमा थियौँ यो की लेभल छ की लेभलदेखि चाहिँ की लेभल अरू क्यान्डलमा ग्रिन क्यान्डल पनि बन्यो तर त्यसको विकले माथि रेखा छोएन भने के हुन्छ अनि यो क्यान्डल फर्म भएको छ त्यो नि चाहिँ केही पनि हुँदैन केही पनि हुँदैन केही अनि पनि यसलाई हुँदैन यसलाई विदाउट खालि टच भन्नु बस्छ मिल्छ कि मिल्दैन यसलाई त्यतिखेर विदाउट टच भन्नु मिल्छ मिल्दैन यो मिल्दैन मिल्दैन हुनै पर्छ जसरी कम्पलसरी है दुईटा मध्येमा एउटाले छुकै हुनुपर्छ कि ग्रिनले छुकाउनुपर्छ कि यो यसले छुकाउनुपर्छ यो रेडले छुकाउनुपर्छ अनि मात्र डाइरेक्सन क्यान्डल भन्नु मिल्छ थ्याङ्क यू ग्रिनले छुँदाखेरि चाहिँ रेडले नछुँदा पनि हुन्छ होइन किनभने ग्रिनले छुयो त्यस पछाडि रेड चाहिँ बाई प्रोडक्ट आएर अब रेडले चाहिँ रियाक्ट गर्यो तर माथिको लेभल छुएन त्यो चाहिँ अब डाइरेक्सन क्यान्डल भयो होइन अनि अब रेडले नै डाइरेक्ट छुयो भने त त्यो त विथ टच डाइरेक्ट भइहाल्यो बुझ्यौ तर यसलाई चाहिँ डाइरेक्सन क्यान्डल भन्नु मिल्दैन यो क्यान्डललाई चाहिँ यसको अगाडि ग्रिन भएको भए अनि ग्रिनले माथि रेखा छोएको भए चाहिँ मिल्थ्यो विदाउट टच भनेर मिल्थ्यो यो की लेभल हो नि होइन यो की लेभल हो यो बुलिस की लेभल हो होइन बी लेभल भनेपछि बुलिस की लेभल हो यसले टच गर्यो अब यो डाइरेक्सन क्यान्डल भयो क्या यसले टच गरेर राख्नु परेन क्या सुरुमा चाहिँ बुलिस छ भने बुलिस हुँदाखेरि चाहिँ सुरुमा रेड क्यान्डल चाहिँ आउनै पर्छ रेड क्यान्डल छोएपछि मात्रै भयो त्यहाँदेखि मात्रै डिटर्मिन अर्को नेक्स्ट क्यान्डल डिटर्मिन गर्नु मिल्दछ होइन अब तर डाइरेक्ट अब यसले यो क्यान्डलले नै यसरी लामो भएर छुको भए चाहिँ यो क्यान्डल यस्तो भएको भए अब यो पनि बुलिस यो पनि अब डाइरेक्सन क्यान्डलै हुन्थ्यो हुन्छ तर यदि विक नभएर फुल बडी नै तलसम्म आयो भने तान्छ फुल बडी तल आएर यसरी क्लोज गरेको भए यसरी क्लोज गरेको भए मिल्दैन यसलाई होइन डिरेक्सन सिलेक्सन सक्यो हुँदैन हो त्यस्तो यसरी क्लोज गरेको भए अनि यो ब्रेकआउट डाइरेक्सन भयो नि त फेरि होइन किनभने अब यो त भी लेभल ब्रेक गर्यो नि त यो त ब्रेकआउट डाइरेक्सन भयो अब फेरि होइन बुझेँ अब यदि यो चाहिँ अब विथ टच भयो होइन अब यदि यो यसको यो विकले टच नगरेको भए पनि विथ टच नै हुन्थ्यो क्या विथ टच डाइरेक्सन क्यान्डलै हुन्थ्यो यो रातोको यो कालोको हुन भएको है बुझ्यौ बुझ्यौ नि होइन बुझेँ अघि हामीले उयो अघिको क्यान्डलमा चाहिँ सुरुमा के अरे H1 गऱ्यो अनि H1मा चाहिँ अनि हामीले के लेभल खोज्नुभन्दा पनि यता डिरेक्सनलाई प्रायोरिटी दियो हामीले डिरेक्सन भन्दा पनि ब्रेकआउट क्यान्डलबाट डिरेक्सन निकाल्नु भने हामीले के लेभलै हुनुपर्छ भन्ने हुँदैन रहेछ H1मा चाहिँ ब्रेकआउट क्यान्डलबाट H1मा होइन M30 पनि त्यही हो तर अब जस्तै मैले भने नि यो ब्रेकआउट हुँदाखेरि की लेभल हुनु पर्दैन क्या ब्रेकआउट डाइरेक्सन हुनुको लागि चाहिँ
तर हाम्रो फर्स्ट स्टेप के हो त? हजुर फर्स्ट स्टेप के हो भन त? हाम्रो फर्स्ट के भन्नु बुझिनँ। फर्स्ट स्टेप के हो फर्स्ट स्टेप? फर्स्ट की लेभल हो। अनि त्यस पछाडि सेकेन्ड स्टेप के हो? त्यहाँदेखि डिरेक्सन क्यान्डल डिरेक्सन क्यान्डल। अनि यो ब्रेकआउट डिरेक्सन क्यान्डलको रुल के छ? एक्सेप्सन रुल, स्पेसल रुल के छ? त्यसभित्र डिरेक्सन विदाउट डिरेक्सन एउटा अर्को विथ र विदाउट टच। अनि त्यो त टाइप भयो टाइप भयो होइन? तर त्यो ब्रेकआउटमा चाहिँ के छ स्पेसल रुल, की एक्सेप्सन लेभल रुल नभए के छ? पनि पर की लेभल नभए पनि क्लासिक भएपछि डाइरेक्सन क्यान्डल डाइरेक्ट भयो क्लासिकदेखि तानेको होइन? जुनलाई पर ब्रेक गर्छ त्यसलाई डाइरेक्सन क्यान्डल भन्छ। भनेपछि अब स्टेप 1 त डाइरेक्सन क्यान्डल डाइरेक्ट ब्रेकआउटले त स्टेप 1लाई त अब ओभरराइड गर्यो नि त। यहाँ की लेभल भनेपछि अब यहाँ की लेभल यहाँ चाहिँ के यहाँ सुरुकोमा कि भनेपछि हामीले सुरुमा की लेभल खोज्यौँ नि होइन, हामीले यहाँ की लेभल खोजेको रहेछौँ। हुन्छ कि होइन कि हामीले सुरुमा की लेभलै डाइरेक्सन मात्रै भएर हुँदैन, सिधै सुरुमा की लेभलै हुनुपर्छ होइन त, सुरुमा फर्स्टमा चाहिँ। सुरुमा की लेभलै गर्नुपर्छ। तर यो डाइरेक्सन क्यान्डलले त फर्स्ट स्टेपलाई त फर्स्ट स्टेप यो डाइरेक्ट ब्रेकआउट यो जुन डाइरेक्सन क्यान्डल छ नि हजुर त्यसको स्पेसल रुल के हो? डाइरेक्सन क्यान्डलको स्पेसल रुल भनेको यो ब्रेकआउट डाइरेक्सन क्यान्डलको क्लासिकले जुनलाई ब्रेक दिन्छ त्यही डाइरेक्सन क्यान्डल हुन्छ। हो। अनि तर त्यसको चाहिँ की लेभल हुनुपर्छ कि पर्दैन? पर्दैन। हो, पर्दैन भनेपछि त त्यो फर्स्ट स्टेपलाई त त्यो सेकेन्ड स्टेपले त जित्यो नि त होइन? जित्यो भन्नुको मतलब सेकेन्ड स्टेप भयो भने त फर्स्ट स्टेप फलो गरेर राख्नु परेन नि त। हामीले अलरेडी डाइरेक्सन क्यान्डल पाइसक्यौँ त त्यो हामी की लेभल हेर्नु पर्दैन नि त होइन? तर यहाँ त तर की लेभल पनि छ है। त्यो की लेभल त त्यो थर्ड स्टेपको की लेभल यो अर्कै हो फेरि। यो थर्ड स्टेपको की लेभल त डिटरमाइन गर्नैपर्छ, यो त हुनैपर्छ यो थर्ड स्टेपको की लेभल त। तर यो की लेभल सेम हो, तर फर्स्ट स्टेपमा फाइन्ड गर्ने की लेभल र थर्ड स्टेपमा फाइन्ड आउट गर्ने की लेभल फरक हो। अब यो चाहिँ मैले अब H1 को एक्जाम्पल दिएँ होइन? अब तिमीलाई अर्को एक्जाम्पल दिन्छु अब। अहिले त्यसो भने यो केसमा चाहिँ हामीले फर्स्टको स्किप गऱ्यौँ, फर्स्टको स्टेप चाहिँ। फर्स्टको स्टेप स्किप गऱ्यौँ। हुन्छ। ओके। किन स्टेप स्किप गऱ्यौँ? किनभने त्यहाँनिर डाइरेक्सन क्यान्डलको रुल छ नि त होइन? के रुल छ? की लेभल बिना पनि डाइरेक्सन क्यान्डल क्यान्डल हामीले थाहा पाउन सक्छौँ। हामीले अलरेडी डाइरेक्सन क्यान्डल थाहा पाइसक्यौँ त किन की लेभल चाहियो डाइरेक्सन क्यान्डलको लागि? डाइरेक्ट की लेभल फर्स्टको स्टेपको की लेभल फाइन्ड गर्ने चाहिँ डाइरेक्सन क्यान्डल डिटरमाइन गर्नुको लागि मात्र। तर अलरेडी डाइरेक्सन क्यान्डल डिटरमाइन भइसकेको छ भने त्यो फर्स्ट स्टेपको की लेभल चाहिन्छ त हामीलाई? चाहिँदैन। त्यो त चाहिँदैन नि त। त्यो अब जब डाइरेक्सन क्यान्डल भइसक्यो नि, हजुर अब जब डाइरेक्सन क्यान्डल भइसकेपछि चाहिँ दुईवटा टाइम फ्रेममा की लेभल चाहिन्छ क्या हामीलाई। दुईवटा टाइम फ्रेममा अब चाहिँ फेरि अब दुईवटा टाइम फ्रेम भनेको कुन टाइम फ्रेम हुनसक्छ भन्दाखेरि यदि H1मा डाइरेक्सन क्यान्डल छ भने H1 र M30मा पनि की लेभल हुनसक्छ। जस्तै यो यसको लागि H1मा पनि छ, M30मा पनि छ, सेम ठाउँमा की लेभल होइन? आफ्टर डिरेक्सन थाहा H1मा भएपछि पनि छ दुईवटा टाइम फ्रेममा चाहिँ हामीले की लेभल चाहियो, दुईवटा टाइम फ्रेममा भनेपछि अब चाहिँ फेरि अब यसमा चाहिँ अनि 1 आवरमा र 30 मिनटमा छैन की लेभल। तर डाइरेक्सन क्यान्डल कुनमा छ यसमा त्यो पहिला थाहा हुनुपर्छ। डाइरेक्सन क्यान्डल H1मा छ भने H1 र M30मा हुनुपर्छ कि होइन? कि चाहिँ M30 र M15मा हुनुपर्छ क्या? H1 र M30मा हुनु पर्यो। बेस हामीले H1कै लिएको थियौँ, त्यो भएर M30 दुईवटा ठाउँमा भयो। नत्र भने त्यो थिएन भने कहाँ हुनुपर्छ? M15 कस्तो र अरे फेरि भन त? अहिलेको हामीले काम गरेको बेस चाहिँ 1 आवर बेस राखेर गरेको छौँ। डिरेक्सन क्यान्डल चाहिँ 1 1 आवरमा आवर डाइरेक्सन क्यान्डल छ। दुईवटा 1 आवरमा डाइरेक्सन क्यान्डल छ भने दुईवटा टाइम फ्रेममा चाहिँ की लेभल हुनु पर्यो। दुईवटा टाइम फ्रेम चाहिँ हुनुपर्छ। दुईवटा टाइम फ्रेम चाहिँ अब H1 बेस छ भने यसको दुईवटा टाइम फ्रेम चाहिँ कुन हुन्छ? H1 र M30 पनि हुनसक्छ अथवा M30 र M15 पनि हुनसक्छ। बुझ्यौ? ल त्यो नोट गर होइन? अनि त्यस पछाडि यदि डाइरेक्सन क्यान्डल M30मा छ भने चाहिँ डाइरेक्सन क्यान्डल M30मा पनि आउन सक्छ नि?
उम्, M30 मा छ भने चाहिँ M15 र M5 मा हुनुपर्छ क्या। हुन्छ। अब तिमी भन्छ होला फेरि M30 मा डाइरेक्सन क्यान्डल छ भने चाहिँ M30 र M15 मै पनि हुनु पाउँदैन भनेर पनि भन्छ होला। त्यो पनि पाउँछ। कस्तो तर अब खालको? त्यो चाहिँ फेरि अँ, जस्तै अघि अब H1 मा डाइरेक्सन क्यान्डल हुँदाखेरि H1 आफैमा र M30 मा हेरेको थियो नि त हामीले होइन। गरेछ। तर M30 मा डाइरेक्सन क्यान्डल हुँदाखेरि M30 आफैमा अनि फेरि M15 मा पनि हुन सक्दैन पनि भन्न सक्छौ नि त होइन। अँ, तर त्यो त अब फेरि त्यो चाहिँ फेरि कुनले कभर गर्छ भन्दाखेरि H1 मा डाइरेक्सन क्यान्डल भयो भने अब M30 र M15 मा त अब त्यो H1 डाइरेक्सन क्यान्डलले नै कभर गर्यो नि त। H1 को सेकेन्डले नै कभर गर्यो। सेकेन्ड भन्नुको मतलब H1 को लोवर स्टेप कुन हो? M30 र M15 हो नि त होइन। अँ, हो त्यसले नै कभर गर्यो नि त। भन्नुको मतलब जे तिनवटा सिनारियो हुनसक्छ क्या। तिनवटा सिनारियो भन्नुको मतलब चाहिँ अँ, H1 मा डाइरेक्सन क्यान्डल छ भने H1 र M30 होइन, अँ, अथवा M30 र M15 की लेभल खोज्नुपर्ने अँ, होइन। अँ, अब ल तिमी लेख त एउटा ल, एउटा तिमी लेख। लेखिरहेको छ? तिमीसँग नोट छ? लेखिरहेको छु। ल हेर, अब तिमी के लेख भने उम्, H1 मा डाइरेक्सन क्यान्डल छ भने उम्, फिल्टर गर। फिल्टर, अँ, फिल्टर लेख अनि फिल्टर लेखेपछि उम्, फिल्टर कुन कुनमा हुन्छ भन्दाखेरि H1 र M30 अँ, होइन। हजुर। लेख्यो? उम्, और H1 मा डाइरेक्सन क्यान्डल छ भने त्यही ठाउँमा M30 र M15 की लेभल हुनु पर्यो होइन। M15 र के अरे H1 र M30 लेख्यो अनि अर्को M30 र M15 M30 र M15 मा चाहिँ के लेभल हुनु पर्यो फिल्टर भनेको होइन? ठेला त भाइ? फिल्टर भनेको की लेभल हुनु पर्यो अँ, होइन अँ, हो। अँ, अब ल नेक्स्ट अँ, M30 मा डाइरेक्सन क्यान्डल छ। M30 मा M30 मा डाइरेक्सन क्यान्डल छ भने अँ, M30 र M30 मा डाइरेक्सन क्यान्डल छ भने फेरि M30 र M15 मै M30 र M15 मा की लेभल हुनु पर्यो दुइटामा उम्, होइन। उम्, अथवा M30 मा डाइरेक्सन क्यान्डल छ भने M15 र M5 मा हुनु पर्यो क्या। उम्, बुझ्यौ? बुझेँ। तर अब तिमीले त्यहाँनिर के कमन देख्न सक्छौ? के कमन देख्न सक्छौ भन्दा चाहिँ त्यहाँनिर त्यो दुइटा H1 डाइरेक्सन क्यान्डल र M30 डाइरेक्सन क्यान्डल हुँदाखेरि के रिपिट भएको छ त्यहाँनिर भन त? कुन डाइरेक्सन कुन टाइम फ्रेम रिपिट भएको छ? M15 M30 पनि होइन, भन्नुको मतलब अनि कम्बिनेसन चाहिँ कुन टाइम फ्रेमको कम्बिनेसन? जस्तै H1 डाइरेक्सन क्यान्डल हुँदाखेरि H1 र M30 अनि M30 र फेरि M15 M30 र M15 होइन। M30 र M15 उयो हो भइरहेको M30 र M15 भएको छ नि त होइन। उम्, त्यो त कमन भएको छ नि त। अब त्यो भनेको चाहिँ M30 मा डाइरेक्सन क्यान्डल छ भने उम्, M30 र M15 मै आफैमा हेरिराख्नु पर्दैन क्या। त्यो चाहिँ किनभने H1 कोले नै कभर गरिदिन्छ नि त त्यो चाहिँ। हो रहेछ। बुझ्यौ? बुझेँ। किनभने त्यो त H1 कोले कभर गरेर M30 र M15 मा त हामीले हेरेकै हुन्छ नि त त्यो त होइन। त्यही भएर M30 मा डाइरेक्सन क्यान्डल छ भने डाइरेक्ट M30 र M15 नै चाहिँ हेरिराख्नु पर्दैन। M30 मा छ भने M15 र M5 लाई चाहिँ हेर्नु पर्यो क्या अब हामीले। बुझ्यौ? बुझेँ। उम्। अब यो चाहिँ भयो, यो जुन हामीले अहिले कुरा गऱ्यौँ नि, अँ, यो चाहिँ इन्ट्री टाइपमा चाहिँ इन्डाइरेक्ट इन्ट्री टाइप हो है। इन्डाइरेक्ट इन्ट्री टाइप अँ, बुझ्यौ? बुझेँ। इन्डाइरेक्ट इन्ट्री भयो यो चाहिँ। इन्डाइरेक्ट इन्ट्रीमा चाहिँ हामी फिल्टर गरेर की लेभल फिल्टर गरेर स्मलर टाइम फ्रेममा फिल्टर गर्छौँ। तर अब डाइरेक्ट इन्ट्रीमा पनि त्यस्तै नै हुन्छ, त्यस्तै नै हुन्छ। तर अलिकति फरक हुन्छ, म भन्छु तिमीलाई त्यो डाइरेक्ट इन्ट्रीमा चाहिँ। उम्, त्यो भयो। अनि अब हेर, अब यो भयो। अनि त्यस पछाडि
फिल्टर गर्छौँ होइन, अब फिल्टर गर्दाखेरि अब की लेभल हेर्नुपर्छ, की लेभल दुईवटा कम्ती पनि दुईवटा टाइम फ्रेममा चाहिँ हुनुपर्छ। कहिले चाहिँ कस्तो हुन्छ भने एच1मा डाइरेक्सन क्यान्डल छ भने M30मा पनि त्यो सेम की लेभल हुन्छ, M15मा पनि सेम की लेभल हुन्छ, M5मा पनि सेम की लेभल हुन्छ क्या। त्यो चाहिँ झन् स्ट्रङ लेभल हो क्या त्यो लेभल चाहिँ। तिनटामा हेर्नुपर्ने हुन्छ। होइन होइन, दुईटामा चाहिँ मिनिमम दुईटामा चाहिँ भएकै हुनुपर्छ होइन, तर दुईटाभन्दा धेरै भयो भने नि झनै राम्रो भन्नु खोजेको। मिनिमम दुईटामा चाहिँ हेर्नैपर्छ। दुईटामा भन्नु मतलब H1 र M30 अथवा M30 र M15 अथवा M15 र M5मा हेर्नैपर्छ। अब अर्को एउटा इक्जाम्पल हेरौँ, एउटा इन्ट्रीको। बुझ्यौ मैले भनेको कुरा? बुझेँ। एउटा रेन्डमली एउटा एक ठाउँ ब्याक भन्छौँ अनि त्यस पछाडि हेरौँ ल। एउटा ब्याक रेन्डमली इक्जाम्पल हेरौँ न त के छ त। हेरौँ के भइरहेछ। अब अहिले अहिले अब हामी यहाँ छौँ अरे फर इक्जाम्पल होइन, अहिले हामी अब यो भनेको एसियन सेसन, अब लन्डन सेसन स्टार्ट हुनु आँट्यो। लन्डन सेसन स्टार्ट हुनु आँट्यो, हेरौँ के छ। अब यहाँनिर अहिले के देख्न सकिन्छ भन्दाखेरि जस्तै फर इक्जाम्पल अघि अब लन्डन सेसन स्टार्ट, म चाहिँ अब यहाँनिर 7 बज्यो नि त अहिले होइन, यहाँनिर 7 बजिरहेको छ, 7 बजिरहेको छ होइन, म बिहानको टाइममा छु होइन, बिहानको टाइममा छु, बिहान उठेँ मैले मार्केट खोल्दाखेरि यस्तो देखिरहेको छु अरे होइन। अब मार्केट खोल्दा यस्तो देखिरहेको छ भने म फर्स्टमा के गर्छु भन्दाखेरि की लेभलहरू कहाँ गएको छ त, रिसेन्ट की लेभल CMP त थाहा छैन होइन, करेन्ट मार्केट प्राइसले के गरिरहेछ। अब यहाँनिर एउटा की लेभल रहेछ होइन, अब यो पनि एउटा की लेभल हो, मार्केट यहाँबाट रियाक्ट गरेछ। अब H4मा के भइरहेछ त हेरौँ। H4मा रिसेन्टली H4मा भनेको ब्रेक अफ सेल भइरहेछ होइन, H4मा ब्रेक अफ सेल भइरहेको छ। H1 दिल्लीमा के छ त हेरौँ। दिल्ली लेभल ब्रेक अफ पाइमा गइरहेको छ। H4मा रिसेन्टली ब्रेक अफ सेल भइरहेको छ। के हुन्छ हेरौँ के हुन्छ, मलाई पनि थाहा छैन है के हुन्छ भनेर। अब यहाँनिर अब अहिले के देख्न सक्यो भन्दाखेरि M30मा त यहाँनिर यो त डाइरेक्सन क्यान्डल हो जस्तो देख्छु म त होइन, किनभने अब यो त ए लेभल हो नि त, यो त M30मा त होइन, किनभने यो ग्रिन क्यान्डल हो अनि रेड क्यान्डल हो होइन। अब यो क्लियर त छैन, एकदमै क्लियर त छैन, तर पनि अब यहाँनिरबाट प्राइस यसरी रियाक्ट गरिरहेछ भनेपछि अब बियरिसै अहिलेसम्मको लागि चाहिँ बियरिसै छु म होइन। अब यहाँनिर M15 र M5मा के छ त हेरौँ, कुनै अब सिग्निफिकेन्ट लेभल छ कि छैन भने केही गर्दैनौँ, छ भने हामी इन्ट्री अपर्च्युनिटी खोज्ने कोसिस गर्छौँ। M15मा यो लेभल केही पनि होइन, यो लेभल केही पनि होइन, केही छैन, हस् ठिकै छ, हेरौँ के हुन्छ। जहिले पनि वेट गर्नुपर्छ क्या, वेट गऱ्यो भने राम्रो अपर्च्युनिटी पाइन्छ, हतार गरेर जे पायो त्यो इन्ट्री गऱ्यो भने स्टप लस मात्र खाइन्छ, त्यही भने बिग्रिन्छ। अब लन्डन सिजन स्टार्ट भयो, 8-15 भयो, माथि गयो,
हेरौँ मजाले एउटा ब्रेकआउट दियोस् कि अथवा केही डाइरेक्सन क्यान्डल अलिक मजाको बनोस् यो 1 आवरको क्यान्डल क्लोज होस् अनि त्यस पछाडि हेरौँला के हुन्छ मार्केटमा मुभ चाहिँ हुनसक्छ होइन मुभहरू हुन्छ तर सबै मुभ हामीले क्याप्चर गर्न सक्दैनौँ होइन सबै मुभ हामीले क्याप्चर गर्न सक्दैनौँ अनि अब सब हाम्रो इन्ट्री क्राइटेरिया मिट भएन भने हामी मार्केटबाट आउटै बसिरहन्छौँ क्या ल हेर अब अघिसम्म त 1 आवरमा त बुलिस थियो नि माथि गइरहेको थियो नि अब अहिले बियरिस आएर ऊ भयो अब हुन त यसलाई पनि डाइरेक्सन क्यान्डल भन्नु मिल्छ अब जस्तै यसलाई पनि डाइरेक्सन क्यान्डल भन्नु मिल्छ है किनभने यो पनि डाइरेक्सन क्यान्डलै हो यो पनि डाइरेक्सन क्यान्डलै हो खासमा भन्नुपर्दाखेरि चाहिँ किनभने यो जुन छ नि यो त की लेभल हो की लेभल अब यो डाइरेक्सन क्यान्डल विदाउट टच हो खासमा होइन अब यहाँनिर कुनै कुनै मुनिको उसमा कुनै अपर्च्युनिटी थियो भने ऊ गर्न मिल्थ्यो तर यहाँ खासै कुनै अपर्च्युनिटी अपर्च्युनिटी भन्नुको मतलब कुनै राम्रो की लेभलहरू नै भेटाएन त्यस पछाडि त्यो डाइरेक्सन क्यान्डल मात्र भएपछि हामी डाइरेक्सन क्यान्डल छ भन्दैमा हामी इन्ट्री गर्दैनौँ नि त हामी की लेभल हेर्छौँ कन्फर्मेसन हेर्छौँ होइन अब यहाँनिर अहिले कुनै कुनै की लेभलहरू राम्रो देखिएन त्यही भएर केही गरेन अब यो पनि डाइरेक्सन क्यान्डल हो यो पनि डाइरेक्सन क्यान्डलै हो हुनु चाहिँ किनभने यो की लेभलबाट रियाक्ट गरिरहेको छ होइन यो पनि डाइरेक्सन क्यान्डलै हो हेरौँ अब यो डाइरेक्सन क्यान्डल हो भने अब यो त फेरि अब अहिले के भइरहेछ त हेर त यो डाइरेक्सन क्यान्डल हो होइन यो डाइरेक्सन क्यान्डल हो नि यो चाहिँ यतापट्टि कालो चाहिँ होला मैले होइन डाइरेक्सन क्यान्डललाई मार्क गरेँ होइन अब यो डाइरेक्सन क्यान्डलमा हेर त 1 आवरको डाइरेक्सन क्यान्डलमा M30मा के छ M30मा के छ यो त की लेभल हो कि होइन छ की लेभल हो अनि M30मा की लेभल छ भनेपछि अब M15मा के छ त पनि की लेभल छ M15मा की लेभल छैन त्यही सेम की लेभल हुँदैन ग्यापको की लेभल कुन चाहिँ कुन त्यही चाहिँ यो M15 ग्यापको मास्तिर की लेभल यो माथि त्यहाँ की लेभल अनि तर यो जुन लेभल छ नि यो लेभल एकछिन है म यसलाई अलिकति यता राख्छु अहिलेलाई जेस भयो अब जुन यो छ नि यो M30मा जुन लेभल छ नि यो M30मा यो लेभल हो भने M15मा चाहिँ त्यो लेभल यो हो नि त होइन यो हो नि त बुझ्दैछौ हेलो मेरो कोरे एकछिन हेर्दैछु त्यो तलपट्टिको माथि त्यहाँ माथि हजुर M30को त यो लेभल यो हो भने त M15मा त त्यो लेभल त यहाँ माथि यहाँ माथि छ नि त यहाँ माथि छ नि त यहाँ यो त की लेभल होइन नि त यो लेभल की लेभल हो त यो लेभल होइन नि अनि यो त होइन नि त यो लेभल त होइन यो चाहिँ यहाँ माथि भयो यस्तो भएको भए चाहिँ हुन्थ्यो क्या कस्तो भएको भए चाहिँ एकचोटि देखा परेर यो चाहिँ की लेभल भएको भए क्या यो लेभल चाहिँ की लेभल भएको भए अब हेरौँ यसले यो की लेभल हो कि होइन ए यो पनि की लेभलै हो रहेछ किन की लेभल हो रहेछ परकोले भेट्यो है परको यो लेभल यसले ब्रेकआउट यसलाई ब्रेक गरेको छ नि त यो ब्रेकर गरेको छ नि त यसले त्यसो गर्दाखेरि यो पनि की लेभलै हो अनि दुईवटा की लेभल भयो होइन M30मा पनि की लेभल भयो अनि M15मा पनि की लेभल M15मा पनि की लेभल भयो अब मार्केट यहाँ आयो भने मात्र म इन्ट्री गर्छु नत्र भए म इन्ट्री गर्दिनँ कहाँ ए त्यो की लेभल दुईवटामा आयो की लेभल नि त अब हेरौँ के गर्छ मलाई थाहा छैन है के गर्छ अब इन्ट्री पाउनु पनि सकिन्छ नपाउनु पनि सकिन्छ त्यही भएर वेट चाहिँ गर्नुपर्छ क्या अब त्यो की लेभल एरिया यो हो यो M1मा चाहिँ यो हो इन्ट्री चाहिँ हामी अब M15 भएपछि इन्ट्री चाहिँ कहाँबाट सुरु गर्छौँ इन्ट्री M1 कन्फर्मेसन हेर्छौँ अब यही लेभलमा हामी इन्ट्री गर्ने त तर कन्फर्मेसन चाहिँ हुन्छ कि हुँदैन भनेर चाहिँ M1मा हेर्छौँ क्या भ्याइन्छ हान्नुहरू अर्डर राख्नुहरू हेरिरहनु पर्यो फर्स्ट टच भयो अब त हान्नु मिल्यो है ल अब इन्ट्री गरेँ मैले अब इन्ट्री गरेँ है मलाई थाहा छैन है के हुन्छ यहाँ इन्ट्री गरेँ यो मेरो कन्फर्मेसन हो क्या बडीले गरेपछि कन्फर्मेसन होइन बडीले छोएपछि कन्फर्मेसन होइन अहिले म कन्फर्मेसनको बारेमा केही बोल्दिनँ अहिले म कन्फर्मेसनको बारेमा केही भन्दिनँ अहिले किनभने त्यसको टपिक आएको छैन जब टपिक आउँछ त्यसपछि जान्छ अहिले तिमीलाई मैले ट्रेडको ओभरअल स्ट्रक्चर मात्रै देखाइरहेको छु
फर्स्टमा की लेभल, त्यसपछि डाइरेक्सन क्यान्डल हाम्रो यो हो। उम्, डाइरेक्सन क्यान्डल भएपछि दुईवटा दुईवटा टाइम फ्रेममा फिल्टर हामीले अहिले कुनमा फिल्टर गऱ्यौँ, H1मा की लेभल छ, H1मा डाइरेक्सन क्यान्डल छ भने कुनमा फिल्टर गऱ्यौँ, M30 र M15। M30 र M15मा गर्दाखेरि त्यो जुन सेम लेभल छ नि त्यो लेभल के भयो, सेम लेभल त्यो लेभल के भयो, त्यो सेम लेभल लेभल की लेभल भयो। सेम लेभल M30मा पनि की लेभल हो, उम्, M30मा पनि की लेभल हो, M15मा पनि की लेभल हो। M30 र M15मा की लेभल भएपछि अब हामी डाइरेक्ट M1मा जान्छौँ। M1मा हामीले कन्फर्मेसन पायौँ, म इन्ट्री गरेँ। अब हेरौँ के हुन्छ, म आउट पनि हुनसक्छु, इन जे पनि हुनसक्छ, मलाई थाहा छैन है, मलाई थाहा छैन, मैले हेरेको छुइनँ है। अलिकति फास्ट फरवर्ड गर्छु र हाम्रो टेक प्रफिट आइसक्यो, देख्यौ? उम्, गर्ने ओभरअल तरिका चाहिँ यस्तो हो क्या। ए सबै टकटकी हुँदो रहेछ यस्तो आफ्नो काम त टकटकी राख्ने गर्ने मात्रै हुँदो रहेछ होइन? पर्खिनु चाहिँ सक्नु पऱ्यो क्या, पर्खिनु चाहिँ सक्नु पऱ्यो। हतार रातिएर जे पायो त्यही गऱ्यो भने काम हुन्छ क्या, पर्खिनु चाहिँ सक्नु पऱ्यो क्या। हो यो भयो हाम्रो न्युज एउटा अरू न्युज कस्तो ठ्याक्कै ठ्याक्कै जाने ठ्याक्कै भनेको ठ्याक्कै रेखा कोरेको अनि ठ्याक्कै त्यो रेखामा टक्क आइपुग्ने कस्तो अचम्म यार। त्यही त, अनि अब त्यही हो सिस्टम भनेकै त्यही हो सेन्टिमेन्ट नहुँदो रहेछ सिस्टम। है सेन्टिमेन्ट भन्ने कुरै हुँदो रहेछ है ठ्याक्ठ्याक्कै रेखा त्यही त अब हामी एज अ टेक्निकल एनालिस्टले चाहिँ के गर्छौँ भन्दाखेरि सबै प्राइजको जति पनि अब भनौँ न, यो त प्योरेस्ट फर्म अफ मार्केट हो नि त। प्योरेस्ट फर्म अफ मार्केट भन्नुको मतलब चाहिँ यहाँनिर 99% इफिसियन्सी छ भन्दा नि हुन्छ क्या यो मार्केटमा चाहिँ क्या। किनभने यति धेरै स्मार्ट ब्रेनहरू बसिरहेको छ कि वर्ल्डमा होइन, यो मार्केट हेरेर यति धेरै स्मार्ट ब्रेनहरू बसिरहेको छ। सानो केही कुराको न्युज आयो भने नि त्यो मार्केट त्यो स्मार्ट ब्रेनले चाहिँ अलरेडी यहाँनिर मार्केटमा रियाक्ट गर्छ, अनि रियाक्ट गरेपछि त्यो मार्केटमा त्यो प्राइसमा देखिहाल्छ क्या। अचम्म यार तर ठ्याक्ठ्याक्कै रेखामै ठ्याक कस्तो पर्फेक्ट आउने यार। अब मैले अहिले रेन्डमली छानेको हो नि त, मैले त यो कुनै पनि चेरी पिकिङ गरेको होइन नि त होइन। होइन नि यसरी नै यस्तो यस्तै हुन्छ क्या। अब जस्तै यो त चाहिँ वान वान टू 1:2.9को रिस्क टु रिवार्ड रेसियोमा छ होइन। अँ अब 1:2को मात्र लिन्छु खासमा म चाहिँ। अँ अनि 1:2को लियो भने झन् अघि अलरेडी आइसक्यो। कस्तो पर्फेक्ट कस्तो यस्तो कटाइ हो के अरे त्यो कटाइ हुन्छ नि त्यो टकटकै त्यो टक्क मुला कटाइ जस्तो चट्ट ठ्याक्कै रेखामा टकटकी आइदिने ठ्याक्कै जाने अचम्म लाग्ने यार। त्यही अब यो सिस्टम चाहिँ अब यो गोल्डमा चाहिँ एकदमै राम्रोसँग काम गर्छ, तर यही सिस्टम लगेर तिमीले अरू इन्स्ट्रुमेन्टमा गऱ्यो भने चाहिँ त्यो राम्रो काम नगर्न सक्छ क्या। अब अर्को कुरा भनेको चाहिँ यो सिस्टम अहिले यस्तो चलिरहेको छ, भोलि पर्सि एनी टाइम यस्तै हुन्छ भने छैन फेरि। उम्, अब अब यो एउटा भयो होइन। अब तिमीले यहाँनिर जुन देख्यौ नि अघि यो, उम्, जस्तै यो देख्यौ नि, अब तिमीले यो त अघिको यो लेभल होइन, यो उम्, एउटा मात्रै की लेभल हो, उम्, यो त क्लासिक की लेभल हो। तर यो चाहिँ के हो, एमाथि यो पनि के लेभल अँ, यो की लेभल हो, तर प्याटर्न अनुसार चाहिँ के हो त यो त। यो त ग्याप अब यो ग्याप, हेड एन्ड यसलाई सोल्डर चाहिँ अब यो चाहिँ ग्याप ब्रेकआउट हो क्या। अब यो चाहिँ ए ग्याप ब्रेकर हो, यो ग्याप भयो नि होइन, अँ यो ग्याप भयो, यसलाई ब्रेकआउट गऱ्यो अनि प्राइस चाहिँ आयो क्या। हेड एन्ड सोल्डर भनेको जस्तै क्या, तर यो चाहिँ ग्याप ब्रेकआउट। हामीले म तिमीलाई एउटा एउटा फाइल फाइल त होइन, एउटा हुन्छ लेभलहरू। एकछिन कति मिनट बाँकी छ, 5 मिनट रिमाइनिङ रहेछ। ठिकै छ, एउटा भनेको के छ त भने, एउटा भनेको क्लासिक 1 नम्बर क्लासिक। एकैछिन लगाउनु।
यसमा एउटा भनेको क्लासिक हैन, 2 नम्बर भनेको क्लासिक ब्रेकआउट 2। अब जस्तै मैले क्लासिक ब्रेकआउट भन्दाखेरि चाहिँ अहिले म भन्छु 3 नम्बर भनेको ग्याप, 4 नम्बर भनेको ग्याप ब्रेकआउट, 5 नम्बर भनेको एचएनएस हेड एन्ड सोल्डर, 6 नम्बर भनेको ब्रोकन एचएनएस। यही 6वटा लेभल होला मैले अस्ति भनेको। अरू मैले केही छुटाएँ त मन? यही छ। अब जुन मैले यहाँनेरि अघि फर एक्जाम्पलको लागि मैले यो भने यो जुन M15 मा यो देखियो नि त हैन? म देखाउँछु M15। M30 मा चाहिँ यस्तो छ, यस्तो क्लासिक लेभल छ हैन? अब M15 मा चाहिँ यस्तो खालको ग्याप ब्रेक, यो चाहिँ ग्याप ब्रेक। तिमीलाई थाहा छ त ग्याप ब्रेकआउट भनेको के हो भनेर? ग्याप हुन्छ दुईटा। अब रेटेड वा ग्रिन भयो भने त्यसलाई त्यसको त्यहाँबाट एउटा लाइनको ग्याप छ, ग्यापलाई पर रेखाले पुरै बडीले काट्यो भने त्यो ग्याप ब्रेकआउट हो। ल पकाए। यसो गर, तिमी फेरि जोइन गर हैन? हुन्छ। टाइम सेकेन्ड आँटेछ, कट गरेर जोइन गर अनि म तिमीलाई एक्सप्लेन गर्छु।